हेलो गाइस, जय मिसी सबैजनालाई अनि गुड आफ्टरनुन। आज चाहिँ म सेवा पनि गइनँ है, सन्डेको दिन। आज धेरै काम थियो घरमा पनि। अब एकजना नबसी हुँदैन है। अलिक मेरो आफ्नो स्वास्थ्य पनि ठिक नभएको कारण आज घरमै बसेको थिएँ। अनि अब गाई पनि ब्याउनु लागेको छ है। 2-3 दिन अब म बिमार भएको कारणले गर्दा घर सफाहरू गर्नु पाएको थिएन। आज चाहिँ हेर्नुहोस् है साथीहरू, मेरो चाहिँ यस्तै छ घरमा साफ सफाई है, पुसपासदेखि लिएर लुगाहरू धुनुदेखि सबै काम चाहिँ मैले अब आज गर्नु परिरहेको छ। किनभने हिजोसम्म त मैले केही काम गर्नु सकिनँ है। आज चाहिँ अब साह्रै भयो भनेर चाहिँ आफ्नो बडीलाई पनि है एक्सर्साइज पनि हुने, आफू पनि अलिकति बिजी हुने। अनि मेरो हस्बेन्ड र नानी चाहिँ चर्च गएको छ हो। अनि म चाहिँ आज घरमा यसै गरेर अब घर साफसफाइहरू गरेर चाहिँ अब यसरी आज चाहिँ म घरमै बसेको छु है गाइस। के गर्नु, अब घरहरू पनि सफा गर्नै पर्यो। अब बिमार भएपछि त अब कसले गर्ने है। अब आफ्नो हस्बेन्ड त अब कमाउनु जानु पर्यो बाहिरतिर। अब उहाँले सक्दैन है, घरको काम बाहिरको काम सबै काम त अब एकजनाले गर्न सक्दैन। अन्त आज चाहिँ म अलिकति ठिक भएको महसुस पनि भयो है। आज म चाहिँ एकदमै अलिक स्वास्थ्य पनि अलिक हल्का भएको जस्तो भएर चाहिँ अनि हुँदैन रहेछ भनेर चाहिँ यसरी घरहरू पुस्नु, चुलाहरू लिप्नु। हेर्नुहोस् है गाइस, हाम्रो चाहिँ अब बस्तीमा यस्तै छ है। अब सहर बजारतिर त अब मपले पुस्छ होला है। अब कतिजना धनी मनीहरूकोमा हामी यस्तो गरिब मान्छेहरू त अब आफै है यसरी बडीलाई पनि एक्सर्साइज हुने अनि आफै यसरी कपडाले पुस्छौँ हामी चाहिँ घरहरू पनि है। अनि चुलाहरू अब हामी त चुला पनि युज गर्छ। अब ग्यासमा मात्रै कति दिन है, अब ग्यासमा चाहिँ म इमर्जेन्सीमा मात्रै चलाउने गर्छु। अनि हामी चाहिँ अब चुलामै पकाएर खान्छौँ है। अन्त चुलामा पकाएको र ग्यासमा पकाएको धेरै फरक हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ चुलाहरू सफा गर्नुपर्छ। किनभने सफा गरेर यति साह्रो घिनलाग्दो देख्छ है। लिप्ने चुला हो, आगो बालेपछि कालो भइजान्छ है। अब यसो हेर्दा पनि नसाउने हुन्छ। अन्त अब माटोले लिप्छौँ हामी चाहिँ। यो मही पानी ढुङ्ग्रोहरू हेर्नुहोस् है गाइस, मेरो गाई ब्याउनु आँटेको छ। अब गाई दुहेर त खानु पर्यो है। अब महीहरू पारेर खानु पर्यो। हाम्रो यस्तो ढुङ्ग्रोमा मही पार्छ है गाइस। हेर्नुहोस् है तपाईँहरूलाई के कस्तो लाग्छ। अनि तपाईँहरूले मलाई फलो गर्नुभएको छैन भने फलो गरिदिनुहोस् प्लिज। लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् है गाइस। आजको दिनको चाहिँ मेरो प्रोग्रेस चाहिँ यस्तै छ है। अब घर सफासफाइले गर्दाखेरि चाहिँ मेरो अहिले अब 12 बजीभित्रमा चाहिँ मैले सबै कामहरू सकेँ है। अनि यहाँनिर भिडियो चाहिँ अन्त तपाईँहरूको अगाडि अब ल्याएको छु है। तपाईँहरूलाई के कस्तो लाग्छ है। हाम्रो यस्तो छ, पानी पनि यति साह्रो दुःख छ हो, थापेर खानुपर्छ। अब सानो छ पानीमा लुगा धुन यति साह्रो बिजोक हुन्छ। अहिले चाहिँ हाम्रोतिर अब पानीहरू सुकिरहेको छ घामले गर्दाखेरि चाहिँ गाइस। यस्तै छ जिन्दगानी है। बस्तीतिरको हालतहरू यस्तै हो। अब सहर बजारमा हुनु त सहर बजारमा पनि पानी त कति जग्गा त कमी नै हुन्छ है। तर अहिले हाम्रो बस्तीमा पनि एकदमै पानीहरू सुकिरहेको छ हो। पानीहरू अब सानो आउँछ, कोही बेला त त्यो पानी आउँदै गरेको पानी पनि मर्छ घामहरू लाग्यो भने। अनि आज चाहिँ मौसम पनि अलिक ठिकैको छ, त्यति घाम पनि छैन, पानी पर्ला जस्तो भइरहेको छ है गाइस।